छारालाई सहारा देऊ, कमजोरलाई सुरक्षा, अनुशासन, साहस र मेहनत नै हो स्काउटिङको प्रतिज्ञा। नमस्कार, स्काउटका संस्थापक बिडेन पावलको यही संकल्पसँगै कार्यक्रम मेरो स्काउटको पहिलो भागमा स्वागत गर्दछु। म सृजना राई। विभिन्न घटना, धार्मिक समारोहदेखि प्राकृतिक विपत्तिमा जीवन उद्धारका काममा खटिरहेका बालबालिका तथा युवालाई त हामी सबैले देखेका नै छौँ। तपाईँ हाम्रो सेवाका लागि सधैँ अग्रपङ्क्तिमा रहने ती बालबालिका तथा युवा व्यक्तिगत रूपमै पनि आत्मविश्वासी, सबल र सक्षम हुन्छन्। सफल र सक्षम बन्नु अवश्य पनि सबैको इच्छा हुन्छ। उसो भए स्काउट जस्तै आत्मविश्वासी, साहसी र रचनात्मक कसरी बन्ने त? स्काउट भनेको युनिफर्म मात्र होइन। स्काउटिङ चाहिँ नि भित्रदेखि नै प्रेरणा हुनुपर्छ, भित्रदेखि श्रद्धा हुनुपर्छ, माया हुनुपर्छ स्काउटिङ प्रति। अनि स्काउट सिक्न एउटा आफ्नो यो जीवनको चाहिँ नि लक्ष्य भनेर चाहिँ राख्नुपर्छ। कमाउनलाई होइन, सेवाको भाव हुनुपर्छ। जो स्काउटिङमा लाग्छ त्यसको सेवा भाव नभइकन सफलै हुँदैन। यो मेन कुरा। त्यसैले स्काउटले यो विचार गर्नु पर्यो कि यो साइड जब, भोलिन्टियर जब, म पैसा कमाउन जाने होइन स्काउटमा, यो भोलिन्टियर जब हो भन्ने त्यो बुझ्नु पर्यो। मैले केही या उपकार गर्न जान लागेको छु, कसैलाई कसरी सहयोग गर्नु त्यो सिक्न जान्दैछु। यसको आफ्नै विधि छ, स्काउटको आफ्नै विधि छ, स्काउटको आफ्नै नियम छ, आफ्नै यसको प्रतिज्ञा छ, यसको आफ्नै मोटो छ होइन। बी प्रिपेयर, जहिले पनि तयार हुनु पर्यो। लडोस् न, ऊ लडेर मलाई के, यो होइन। क्रिकेटमा यो छ भावना, त्यो भावना हटाउनु दिनुपर्छ। स्काउट बनेपछि गलत बाटोमा जाँदैन। त्यसैले शिक्षामा स्काउटिङ हुनैपर्छ। 5 वर्ष हामीले प्लानिङ गऱ्यौँ, एजुकेसनको जो 5 इयर प्लान छ नि, त्यस्तै स्काउटिङको गऱ्यौँ हामीले। यो जीवन शिक्षा हो, कसरी बाँच्ने। एक्लो भयो भने पनि त हामीले खानै पर्छ, बाँच्नै पर्छ। त्यो सिकाउनलाई स्काउटिङ यो जग हो। त अहिलेको विधिलाई म यो भन्छु कि यो भाइ बहिनीहरू सबैले चाहिँ नि सुरुदेखि नै आफूलाई माझ्नु पर्यो। म स्काउट हुनलाई मैले यति गर्नुपर्छ भन्ने त्यो एउटा मन्त्रको रूपमा लिनु पर्यो। हाम्रो स्काउट नियम, स्काउट प्रतिज्ञा अनि यसको विधि, यसलाई चाहिँ नि हामीले आलिङ्गन गर्नुपर्छ। अहिले पढ्यो, जाँच दियो, पास भएँ म भने छोड्ने होइन। आज स्काउट, भोलि होइन म स्काउट होइन, त्यो भन्नु मिल्दैन। वन्स ए स्काउट अलवेज स्काउट। दक्षिण कोरियामा नेपाल होस्ट बन्नु पर्यो भनेर प्रोग्राम आयो। नेपाल होस्ट बन्ने सबै कन्ट्रीलाई मैले लेखेँ। नेपाल होस्ट बन्ने भने म चिफ कमिसनर थिएँ त्यतिखेर, मुख्य आयुक्त भन्छ गर्ल्स सेक्सनको चिफ। अनि मैले चाहिँ नि सबैलाई चिठी लेखेँ, ल तपाईँहरूको सामान ल्याउनुहोस्, यहाँ एक्जिबिसन पनि हुन्छ भने। त्यो प्रोग्राम गरेँ मैले कोरियामा गएर। म एक्लै गएको थिएँ। छक्क पऱ्यो है वर्ल्ड एसोसिएसनको त्यो चेयरपर्सन। उसले त मलाई इमेज गरेर मैले नेपालले यति गर्न सक्ला जस्तो लागेको थिएन। धेरै धेरै तिमीलाई धन्यवाद, यति राम्रो प्रोग्राम भयो भने। यसरी चाहिँ नि मैले प्रोग्राम गरेँ, नेपाललाई चिनाएँ। नेपालमा स्काउटिङ छ भन्ने थाहा थिएन। अब त नेपाल त धेरै अगाडि रहेछ भन्ने सबले बुझ्यो। अहिले पनि मलाई तालिममा गयो भने, बट आई मस्ट बी इन युनिफर्म। युनिफर्मले मलाई इन्सपिरेसन दिन्छ। युनिफर्म लगाएपछि म बुढो भएँ भन्ने पनि बिर्सिन्छु। युनिफर्म लगाएपछि मेरो खुट्टा दुखेको पनि बिर्सिन्छु। म त मञ्चमा टक्क उभिहाल्छु होइन। म क्लास लिन सक्छु, अहिले पनि सक्छु। त्यसैले स्काउटिङमा उमेरले छेक्दैन। स्काउट स्वयंसेवा मात्र नभएर एउटा प्रेरणा, साहस र एउटा सभ्य नागरिकको पहिचान हो।
यस कुरालाई स्काउटका सदस्यले व्यवहारमै प्रमाणित गरेका छन्। यदि तपाईँ सफल हुनु छ भने सपना देख्नुहोस् र ती देखेका सपनालाई पूरा गर्न मेहनत गर्नतर्फ लाग्नुहोस्। हो, यसरी नै नेपाल स्काउटले हरेक बालबालिका र युवाहरूको सपना साकार पार्दै आएको छ। विश्वकै सबैभन्दा ठूलो युवाको सञ्जाल रहेको स्काउटले आज 40 लाख भन्दा बढी युवा शक्तिलाई परिचालन गरेको छ। नेपालमा पनि 42,000 भन्दा धेरै स्काउटहरू जिम्मेवार नागरिक बनेका छन्। बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकास गर्न स्काउटले फरक र रचनात्मक कार्यलाई प्राथमिकता दिँदै आएको छ। स्काउटले विभिन्न खेल, मनोरञ्जन, साहसिक र जिम्मेवारी कार्यबाट बालबालिका र युवालाई सक्रिय बनाउँछ। बालबालिकाको रुचि अनुसार चित्रकला, नृत्य, गायन, कथा, कविता जस्ता रचनात्मक कार्य गर्नु स्काउटको अर्को आकर्षण हो। पहिलो कुरा, स्काउटले हरेकलाई आफैप्रति विश्वासी र नेतृत्व तहमा पुर्याउने गर्दछ। स्काउटमा 8 क्लासमा लिएको पहिला त्यस्तो कन्फिडेन्स थिएन। कन्फिडेन्स अहिले यति बढिसक्यो कि म स्कुलको एसिस्टेन्टहरू भयो, पुरै मास्कको अगाडि बोल्दा, ठुलो सरहरूसँग इन्टरेक्ट गर्दा त्यस्तो केही हुँदैन। अब कन्फिडेन्स मात्र होइन, एक्स्ट्रा करिकुलर एक्टिभिटिज हुन्छ नि, कसरी म्यानेज गर्ने, कसरी अरूहरूलाई हेल्प गर्ने, कसरी सर्भिस दिने भनेर सबै कुराको बारेमा सिकेको छु। मोटिभेसन त अभियसली हुन्छ, तर एउटा स्माइल पनि हुन्छ। 6 देखि 25 उमेर समूहका हरेक बालबालिका तथा युवाहरू स्काउट बन्न पाउनेछन्। स्काउटले ती हरेक बालबालिकालाई सफल मात्र नभई सामाजिक व्यक्ति पनि बनाएको छ। हरेक अभिभावकको चाहना सन्तानको सफलता नै हो। स्काउटले ती बालबालिकालाई शिक्षामा अव्वल र उत्तिकै सामाजिक व्यक्ति बनाउँदा अभिभावक खुसी छन्। सायद स्काउटमा जोइन नभइदिएको भए ऊ त हुन्थ्यो होइन, शिक्षित नागरिक त हुन्थ्यो होला, तर सामाजिक मान्छे हुन सक्दैन थियो होला। ऊ अहिले सामाजिक मान्छे छ। नेपालीहरूले विभिन्न समयमा ठूला आपद विपदसँग सामना गर्नु परेको छ। पछिल्लो हामीले भुल्नै नसक्ने 2072 सालको भूकम्प। यस्ता विपदको समयमा पनि घाइते तथा अशक्तलाई उद्धार गर्न स्काउट सधैँ आफूलाई अघि उभ्याउँछ। स्काउटिङका कार्य गरिरहँदा विभिन्न पोसाकहरू लगाउने गरिन्छ। ती पोसाकहरूले स्काउट बालबालिकालाई गौरवान्वित सँगै जिम्मेवार बन्न आँट दिएको छ। यो हाम्रो सान हो, यो हरेक विद्यार्थीले लाउनुपर्छ। त्यही माथि पनि स्काउटको ड्रेस लगाएपछि हामीले यति मात्र गर्ने होइन, कसैको फोहोर टिपिदिने, कसैको सहायता गर्ने होइन, अरूहरूलाई पनि इन्करेज गर्नुपर्छ, अरूहरूलाई पनि तिमीहरू गर भनेर भन्नुपर्छ। वाक्स अथवा वर्ल्ड एसोसिएसन अफ गर्ल गाइड्स एन्ड गर्ल स्काउट समूहले महिलाहरूको क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न जागरण कार्य प्रभावकारी भएका छन्। महिलाहरूलाई आफ्नो परिचय स्थापित गर्न र सङ्गठित रूपमा कार्य गर्न यस संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको छ। जुन ब्यारियरहरू सोसाइटीले राखेको छ नि, त्यो ब्यारियरहरू कसरी तोड्न सक्छु भन्ने कुराहरू छ। अनि यो भायोलेन्स के हो, मैले यसको कसरी प्रतिकार गर्ने, होइन, भायोलेन्सका प्रकारहरू के हुन्, मैले आफू पनि कसरी बच्ने र अरूलाई पनि कसरी बचाउन सक्छु भन्ने खालको कुराहरू चाहिँ उनीहरूले सिक्न सक्छन्। नेपाल स्काउटले सन् 2023 सम्ममा 3,15,000 स्काउट सदस्य बनाउने उद्देश्य राखेको छ। यसका लागि 7 प्रदेशमा रहेका 753 स्काउट युनिटहरूले स्थानीय बालबालिका तथा युवाको क्षमता अभिवृद्धिका कार्यक्रम गरेका छन्। 4,000 भन्दा बढी स्काउट प्रशिक्षकहरूले स्काउट बालबालिकालाई विभिन्न शिक्षामूलक तालिम दिँदै आएका छन्। सन् 2019 मा मात्र नेपाल स्काउटले 30,000 भन्दा बढी स्वयंसेवकलाई सामाजिक कार्यमा परिचालन गरियो। नेपाल स्काउटले अझै लक्षित बालबालिका र युवाहरूमा आफ्नो पहुँच बढाउन लिएको लक्ष्यमा अडिग रहनुपर्दछ।
जुनसुकै क्षेत्रमा पक्षमा गए पनि उहाँहरूको व्यक्तिगत जीवन सुखमय बन्न सक्ने, व्यक्तिगत आचरण सुध्रिने र नेतृत्व विकास र क्षमता विकासमा पनि यसले महत्त्वपूर्ण सहयोग गर्ने भएको हुनाले यसलाई सीमित नराखेर असीमित सङ्ख्यामा धेरैभन्दा धेरै युवा युवतीहरूलाई यो नेपाल स्काउटको अभियानमा सञ्चालन गर्नको लागि उहाँहरूले कार्यक्रम र त्यो अनुसारको क्रियाकलाप र त्यो लक्ष्य र गन्तव्यसहित अगाडि बढ्न म मन्त्रालयको सचिवको हैसियतले पनि नेपाल स्काउटलाई हार्दिक अनुरोध गर्छु। स्काउटले दिने विभिन्न अन्तर्क्रियात्मक गतिविधिले बालबालिका तथा युवाका लागि सफल बन्न प्रेरणा दिने गर्छ। नेपालमा स्काउटले कहिलेबाट जागरण कार्य गर्न थाल्यो र समाजमा कस्तो भूमिका खेलेको छ त? स्काउट सामान्यतया जो कोही पनि हुन पाउँछ। वान्स अ स्काउट अलवेज स्काउट भनेको एउटा चाहिँ स्लोगनै छ। एकपल्ट स्काउट भयो भने जहिले पनि स्काउट हुन पाउँछ। तर यसको चाहिँ बेसिक टिचरको रूपमा हामी दुईटा पार्टबाट हेर्छौँ। एउटा टिचरको पार्टको रूपमा हुन्छ अनि अर्को स्काउटिङ अभियानमा तलदेखि बालबालिका जो एउटा सर्टेन एज ग्रुपदेखि उनीहरू अगाडि बढेको हुन्छ र त्यसमा चाहिँ स्काउटिङ मास्टरहरू मार्फत सिकाइने गरिन्छ। क्लासमा गएर सिकाइने गरिन्छ र क्लबहरूमा गएर कम्युनिटी बेसिस स्काउटिङ अभियान पनि चलाएको हुन्छ। तर त्यसको बेसिक मास्टर हामीले चाहिँ 4 तहको मास्टरहरू पुरुष तर्फ 4 तहको हुन्छ, यता महिलातर्फ पनि त्यसरी चाहिँ तहगतमा चाहिँ मास्टरहरूको विकासक्रम हुन्छ र पहिलो मास्टर हुनको लागि चाहिँ उसले मिनिमम 5 र 6 दिनको ट्रेनिङ लिनुपर्छ। स्काउटिङ अभियानमा उसको लिडरसिप क्वालिटीको बारेमा, उसको चाहिँ सोसाइटीमा चेन्ज गर्ने कुरामा, राष्ट्रिय भाव जागृत गराउने कुरामा, उसले कम्युनिटीमा गएर मान्छेहरूलाई मोटिभेसन गर्ने कुरामा, एउटा मान्छेमा आमूल परिवर्तन गर्ने कुरामा, सदाचारी बन्ने कुराहरूमा, त्यहाँबाट त्यो कुरामा चाहिँ बेसिक लेभलको ट्रेनिङबाट हामीले त्यो कुरा सिकाएका हुन्छौँ। र त्यो मास्टर बनिसकेपछि उसले गएर प्रत्येक एउटा मास्टरले एउटा हप्तामा एउटा क्लास सञ्चालन गरेकै हुनुपर्छ। 32 जनाको युनिटलाई सञ्चालन गरेको हुनुपर्छ। त्यो लेभलबाट अनि 32 बराबर एकजना मास्टर हुन्छ, उनीहरूले त्यो क्लासहरू लिन्छ र उनीहरूले विभिन्न क्र्यु भन्ने हुन्छ, रोभर रेन्जर भन्ने हुन्छ। 14 देखि 25 वर्षको एज ग्रुपकोलाई चाहिँ युथहरूलाई चाहिँ उनीहरूको स्काउटिङ ल्याङ्ग्वेजबाट रोभर रेन्जर, यसरी केटालाई रोभर र केटीलाई रेन्जरको रूपमा चाहिँ नामाकरण गरेको हुन्छ। त्यो एज ग्रुपलाई हामीले ट्रेनिङ दिने अनि गाइडलाइन्स गर्ने मास्टरको रूपमा चाहिँ बेसिक मास्टर, एडभान्स लेभलको मास्टर, असिस्टेन्ट लेभलको असिस्टेन्ट, सर्टिफिकेट लेभलको मास्टर र CLT भन्छ त्यो सर्टिफिकेट लेभलको मास्टर, राष्ट्रिय प्रशिक्षकको रूपमा चाहिँ यसरी 4 तहको मास्टरको तह हुन्छ। त्यो तह पार गर्दाखेरि उनीहरू परिपक्व एउटा मास्टरको रूपमा हुन्छन् र उनीहरूले समाजमा गएर अनि गाइडलाइन्स गर्ने, उनीहरू ट्रेनिङको इन्टरनेसनल लेभलको पार्टिसिपेट गर्ने, सहभागिता जनाउने र मास म्यानेजमेन्ट गर्ने, मासलाई सहयोगी भावनाबाट जागृत गराउने, कुनै आफूसँग सङ्कटमा पनि बाँच्न सिकाउने कुरा चाहिँ स्काउटले गर्छ। यो लेभलमा आउनलाई स्काउटको सर्टेन गाइडलाइन्समा हामी बस्नुपर्छ र स्कुल तहदेखि युनिटदेखि लिएर माथिल्लो तहसम्म ट्रेनिङ गरेर अहिले प्रदेशस्तरीय तालिम पनि गरिरहेको छौँ र गाउँको युवाहरूलाई, मास्टरहरूलाई, शिक्षकहरूलाई, स्कुलको शिक्षकहरूलाई बोलाएर ट्रेनिङ गराएका छौँ। भर्खरै पनि हामीले 5 नम्बर प्रदेशमा हिजो अस्ति सिद्ध्याएका छौँ। त्यस्तै 1 नम्बर प्रदेशमा सिद्धिएको छ। त्यसरी नै अरू 5-7वटा प्रदेशमा हामी सम्पन्न गर्छौँ। 2 दिन त उनीहरूले अनौठो ठान्छ, म यो बेकार ठाउँमा, यो रफ ठाउँमा आएछु, यो कामै नलाने ठाउँमा आउँछु। 2 दिन तेस्रो दिन लगाएपछि यस्तो चेन्जेस हुन्छ कि एउटा मान्छेमा आमूल परिवर्तन, उसका गलत क्रियाकलाप छ नि मैले चेन्ज हुनुपर्ने रहेछ, म यस्तो रहेछु। तर त्यहाँ नि आएपछि मैले चेन्ज भएर म सदाचारी हुनुपर्ने, चरित्रवान हुनुपर्ने, राष्ट्रप्रेमी भावना जागृत गर्दो रहेछ, लिडरसिप क्वालिटी सिकाउँदो रहेछ भन्ने कुरा चाहिँ सिकेर अनि सिकाउनुपर्छ मैले भन्ने भावना लिएर जान्छ। यो एउटा चेन अफ कमान्डमा बस्ने सङ्गठन हो। माथिल्लोदेखि तल्लो लेभलसम्म चेन अफ कमान्डमा बस्छ, उसको ग्रोथ त्यसरी नै हुन्छ। अहिले हामीले प्रदेश स्तरीय सम्पूर्ण प्रदेशको पनि पालिका स्तरीयको लेभलको मान्छेहरूलाई हामीले नमुनाको रूपमा हामीले चाहिँ ट्रेनिङ गराइरहेका छौँ। उहाँहरू अहिले फर्केर जाँदै हुनुहुन्छ होइन। कतिपय 5 नम्बर प्रदेशको लगभग सबै पालिकाबाट आउनुभएको छ, उहाँहरू त्यहाँ फर्केर जानुहुन्छ। त्यसपछि प्रत्येक वडामा जान्छ, त्यहाँ पालिकामा पुगेपछि पालिकाले त्यहाँनिर एउटा टिम बनाएपछि त्यो टिम मुभमेन्ट हुन थाल्छ। त्यहाँ प्रत्येक पालिकामा जान्छ, वडापछि जान्छ, प्रत्येक स्कुलमा पुग्छ र प्रत्येक बालबालिका पुग्छौँ। र हामी एउटा बालबालिकालाई अन्तर्राष्ट्रिय ग्लोबल सिटीको रूपमा, सिटिजनको रूपमा उत्पादन गर्न जान्छौँ कि उसलाई संसारको कुनै पनि ठुलो ग्यादरिङ हुने ठाउँमा। अनि त्यो पार्टिसिपेट हुँदाखेरि उनीहरूलाई के हुन्छ नि, कसैलाई ठुलो सम्झिरहेको छ, धनी हो, गरिबका कारणले म त्यहाँ पुग्न सकिनँ भन्ने खालको भावनाबाट पनि वञ्चित हुन्छ र त्यो समाजमा हामी सबै मान्छे हो, मानव हौँ भन्ने भावनाबाट जागृत हुन्छ र त्यो कुरा भावना लिएर यिनीहरू यहाँ आउँछन् र यहाँ बसेर उनीहरूले त्यो कुराको मोमेन्टलाई गरिब धनी बिचको, दुर्गम र सहरी कुराको बिचको, कुनै धर्म बिचको, असमानताहरूको बिचको, त्यो जातिको बिचमा हामी भइरहेका ठुलो जात सानो जातका बिचका भइरहेका यस्ता खालका विभेदपूर्ण समाजको कुराहरूलाई अन्त्य गर्ने कुरा चाहिँ त्यो खालको
के अरे इन्भल्भमेन्टले त्यो खालको चाहिँ ग्यादरिङले त्यो कुरालाई इन्डिङ गर्छ र त्यो मोमेन्टका लागि उनीहरू जुन शेष के अरे मूल्य चुकाउन तयार छन् र त्यो खालको लेभलमा इन्टरनेसनल लेभलमा जुनसुकै के अरे मोटिभेटरहरू आएर पनि उनीहरूलाई सँगसँगै लगाउने सँगसँगै मुभमेन्ट गर्ने कुरामा अहिले पनि हाम्रो यस अफिसमा भोलिन्टियरहरू आइरहेछन् उनीहरू त्यो मुभमेन्ट लिएर ठाउँ ठाउँमा गइरहेछन् यसरी त्यो मुभमेन्ट लिएर ग्लोबल सिटीको रूपमा डेभलप गर्न चाहिरहेछन् र युवाहरूलाई बढी मात्रामा परिचालन गर्न चाहेको हुँदाखेरि नेपाली स्काउट चाहिँ सबैभन्दा उपयुक्त प्लेस पनि भइरहेछ अहिले गभर्मेन्टले पनि लगानी गर्न चाहिरहेको र उनीहरूको पनि इन्ट्रेस्ट रहेको दुईवटा कुराको मिट गर्ने काम हामीले गरिरहेछौँ र हामी त्यो काम गरेको कारणले हामीलाई त्यो खालको सहयोग पनि प्राप्त छ र गभर्मेन्टले त्यो सहयोग दिएको कारणले हामी युवामा र प्रत्येक पालिकामा र प्रत्येक प्रदेशमा पुग्नको लागि सहयोग भइरहेछ त्यसरी नै हामीले स्काउटलाई विस्तार गर्छौँ र त्यो खालको मोमेन्ट हामी दिन चाहिरहेको छौँ र त्यसले के गर्छ भने गभर्मेन्टलाई पनि सपोर्ट गर्छ समृद्ध नेपाली सुखी नेपाली भन्ने जुन नारा छ त्यसको बोलिदिने को त्यही युवा हो अनि कसका लागि हो भन्ने कुरा बुझाइदिने को त्यही युवा हो घर घरमा अनि बच्चा बच्ची मार्फत घर घरमा इम्प्याक्ट छोड्ने काम चाहिँ स्काउटले गर्छ त्यो त्यसलाई हामीले एउटा चाहिँ मोमेन्टको रूपमा लिएका छौँ र पोजिटिभ भाइब्रेसनको रूपमा लिएका छौँ त्यस कारण समाजको एउटा चाहिँ असल नागरिक उत्पादन गर्ने कुरामा चाहिँ स्काउटले भूमिका निर्वाह गरिरहेको छ भन्ने लाग्छ स्काउटका क्रियाकलाप र यसबाट बालबालिका तथा युवामा पुग्ने फाइदाका बारे थप जानकारी दिँदै जानेछौँ। स्काउट जस्तै केही फरक साहसिक र सहयोगी कार्य गरौँ र समाज कल्याणमा सबैले एक एक इँटा थप्दै जाऊ। हस्त आजलाई बिदा हुन्छौँ।